दर्शकबिन नमस्कार। डिभाइन नेपालमा यहाँहरूलाई स्वागत छ। दर्शकबिन यतिखेर म टियु क्रिकेट मैदानमा आएको छु। बिहानको लगभग 8 बज्न लाग्यो। यतिखेर म यहाँको चाहिँ वस्तुस्थिति बुझ्नको लागि टियु क्रिकेट मैदानमा आएको छु। यो भिडियोमा चाहिँ यहाँहरूले यो बाहिरी संरचनाहरूलाई चाहिँ वर्षाले कस्तो प्रभाव पारिरहेको छ र यहाँ काम चलिरहँदाखेरि वर्षा हुनाले गर्दाखेरि कामलाई कस्तो रूपमा प्रभाव पारेको छ भन्ने बारेमा चाहिँ जानकारी गराउनेछु। बाहिरको अवस्था प्याराफिटभन्दा बाहिरको अवस्था कस्तो छ भनेर चाहिँ यसमा म प्रश्न पार्न चाहन्छु। यसअघि मैले 2 घण्टा अगाडि एउटा भिडियो पोस्ट गरिसकेको छु। त्यसमा चाहिँ मैले काम कुन रूपमा अघि बढिरहेको छ, कुन ठाउँमा पुग्यो र अब कति बाँकी छ त्यो बारेमा चाहिँ यहाँहरूलाई जानकारी गराएको थिएँ। यसमा चाहिँ म यहाँहरूलाई विशुद्ध वर्षाले गर्दा पारेका असरहरूको बारेमा चाहिँ जानकारी गराउन चाहन्छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है दर्शकबिन। पक्कै पनि दर्शकबिन टियु क्रिकेट मैदानमा चाहिँ अहिले व्यापक रूपमा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाउनको लागि भौतिक संरचना निर्माणका कामहरू भइरहेको छ। यहाँ चाहिँ दिनरात नभनिकन घाम पानी नभनिकन कामदारहरू चाहिँ खटिरहनु भएको छ। बर्खाको समय भएको हुनाले गर्दाखेरि दिनमै 3-4 चोटिसम्म पानी आउने रोकिने भइरहेको छ। यस्तो अवस्थामा यहाँको भौतिक संरचना निर्माणको लागि चाहिँ निकै कठिन अवस्थाको सामना गर्नु परिरहेको यहाँ कामको ठेक्का पाउनुभएका कम्पनीले चाहिँ हामीलाई बताउनु भएको छ। त्यो हुन पनि हो। यहाँले देख्न सक्नुहुन्छ, मैले बाहिरबाट देखिरहेको छु यो जुन प्याराफिट आउटसाइडको वातावरण यहाँले हेर्न सक्नुहुन्छ, भौतिक अवस्था हेर्न सक्नुहुन्छ। काहीँ पानी जमिरहेको छ, काहीँ चाहिँ त्यो हिलाम्ने माटोले गर्दाखेरि हिँड्न सक्ने अवस्था पनि छैन। कतै सामानहरू छरपष्ट रूपमा छन्। यो बर्खाले गर्दाखेरि पारेको प्रभावहरू हुन्। यी सामानहरू सबै यो जुन प्याराफिटमा प्रयोग हुने सामानहरू हुन्। तर वर्षा भइसकेपछि वर्षामा त काम गर्ने अवस्था रहँदैन। अहिले फेरि यहाँहरूले काम थालिसक्नु भएको छ, पानी रोकिएको छ र काम थालिसक्नु भएको छ। यी सामानहरूलाई चाहिँ सम्बन्धित ठाउँमा लान लागिरहनु भएको छ। यहाँले हेर्न सक्नुहुन्छ, म समग्र रूपमा यहाँलाई देखाइरहेको छु है दर्शकबिन। यो फागुनको 20 गतेदेखि औपचारिक रूपमा निर्माण कार्य सुरु भएको हो टियु क्रिकेट मैदानमा र वैशाख 24 गतेभित्र सम्पन्न गर्नुपर्ने समय सीमा थियो पहिलो चरणमा। तर त्यो चरणमा चाहिँ काम सम्पन्न नभइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा थप 2 महिना समय थप गरियो र असारको मसान्तभित्र चाहिँ यो टियु क्रिकेट स्टेडियमलाई अन्तर्राष्ट्रिय स्तरोन्नतिसहित प्रष्ट रूपमा चाहिँ काम सम्पन्न गर्नुपर्छ भनेर चाहिँ कडाइका साथ निर्देशन पनि दिइसक्नु भएको छ। सोही अनुरूप ठेकेदार कम्पनीले चाहिँ दिनको 300 भन्दा बढी कामदारलाई 24 घण्टा खटाएर काम गरिरहनु भएको छ। यहाँ कामदारहरूले पनि घाम पानी केही नभनिकन, चिसो तातो केही नभनिकन मजाले काम गरिरहनु भएको छ। यहाँले देख्न सक्नुहुन्छ मैले यहाँ कामदारले कसरी काम गरिरहनु भएको छ, बाहिरको कामदारले कसरी काम गरिरहनु भएको छ, बाहिरको भौतिक अवस्था कस्तो छ र यो कुन रूपमा चाहिँ पानीले गर्दाखेरि कतिसम्म असर गरेको छ भन्ने कुरो हामी आफै पनि यहाँ हिँडेर जान सक्ने अवस्था छैन दर्शकबिन। हामी मोटरसाइकलमा आयौँ भनेदेखि मोटरसाइकलमा चाहिँ हामीले मोटरसाइकललाई चाहिँ टियुको गेट अगाडि राखेर भित्र जानुपर्ने अवस्था छ। किनभने त्यो टायर स्लिपले गर्दाखेरि दुर्घटना हुन सक्ने सम्भावना रहन्छ। 4 पाङ्ग्रे भेहिकलहरूको पनि त्यस्तै अवस्था छ। अलिकति अगाडि जाँदाखेरि यो हिलाम्ने सडकले गर्दाखेरि त्यहाँ टायरहरू भाँसिने फस्ने सम्भावना रहन्छ। यो यही बाटो हो जहाँ चाहिँ यो टियु क्रिकेट मैदान बन्दै गरेको छ प्याराफिट र फ्लड लाइट। त्यसको लागि चाहिँ सामान आवाज जावत गर्ने भेहिकलहरू हिँड्ने बाटो यही हो। यहाँ चाहिँ यो भत्कैको किन भन्दाखेरि पहिला संरचना यस्तो थिएन। यहाँ चाहिँ अब यो काम गर्नको लागि चाहिँ बाटो सहज बनाउनु पर्यो। त्यसले गर्दाखेरि चाहिँ यो टियु ग्राउन्डको माथिल्लो भागमा चाहिँ भत्काइएको थियो र बाटो बनाइएको थियो। अब यहाँ त पिच गर्ने भन्ने सम्भावना रहँदैन अहिले नै। यो भौतिक संरचना प्याराफिट र फ्लड लाइटको भौतिक संरचना सम्पन्न नभइकन त माथिल्लो भागमा त काम हुँदैन। त्यसले गर्दा फेरि अब भत्काउँदाखेरि माटोहरू निक्लेको थियो, त्यही कच्ची बाटोबाट चाहिँ आवजात गरिरहन्थ्यो। अनि अब पानी आउने बित्तिकै त त्यहाँ निक्लेको माटोहरूमा चिप्लो माटो, कालो माटोमा चाहिँ अब लिसाइलो माटोमा पानी परिसकेपछि त अवस्था कस्तो हुँदो रहेछ भन्ने कुरा यहाँले देख्न सक्नुहुन्छ, प्रष्ट रूपमा देखिरहेको छ। पानी जमिरहेको छ, हिलाम्ने सडक छ। मैले इन्ट्रान्सदेखिको नै यहाँहरूलाई सबै कभरेज गर्ने कोसिस गरेको छु यो बाहिरी वातावरणको। यसमा मैले प्याराफिटको र यो जुन फ्लड लाइटको विषय चाहिँ जोडेको छैन दर्शकले। यसअघिको भिडियोमा मैले जोडिसकेको छु, त्यो हेर्न सक्नुहुन्छ यहाँले। विशुद्ध मैले चाहिँ कतिसम्म प्रभाव पारेको छ वर्षाले टियुको क्रिकेट मैदानलाई बन्दै गर्दाखेरि भन्ने कुरा मात्रै देखिरहेको छु। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यो दक्षिण पूर्वी भागको चाहिँ जुन यो टियु क्रिकेट मैदानको चाहिँ यहाँले जुन देखिरहनु भएको छ नि, पश्चिमी भाग र दक्षिण पूर्वी भागमा गरेर 2 फरक ठाउँमा चाहिँ 10,000 भन्दा बढी दर्शक क्षमताको चाहिँ प्याराफिटको निर्माण कार्य भइरहेको छ। यहाँ
यहाँको भौतिक संरचनाको निर्माण कार्य चाहिँ लगभग 75 देखि 80% सम्म चाहिँ भइसकेको भन्ने कुरा जानकारी गराउनु भएको छ। तर यो कुरा चाहिँ हामीलाई अलिकति विश्वास लाग्दैन, किनकि भौतिक संरचनामा अझै प्याराफिटमा ढलान सम्पन्न भइसकेको छैन। ढलानको लागि चाहिँ फर्महरू अनि चाहिँ रडहरू उठाउने काम, रिङहरू उठाउने काम चाहिँ भइरहेको छ। त्यसले गर्दाखेरि लगभग 70% काम चाहिँ मात्र भित्रपट्टिको प्याराफिट निर्माणको चाहिँ भइसकेको छ कि जस्तो चाहिँ हामीलाई पनि लाग्छ। समग्र वस्तुस्थिति हेर्दाखेरि त्यो अवस्था रहँदैन। यो बर्खाको समय भएको हुनाले गर्दाखेरि टाइम अलि बढी लाग्छ, समय अलि बढी लाग्नु स्वाभाविकै हो। प्राविधिक पक्षदेखि लिएर मौसम र यो जुन क्लाइमेटिक अवस्थाले गर्दाखेरि असर गर्नु, इफेक्ट हुनु त्यो स्वाभाविकै हो। अब 2 महिनाभित्र सक्नुपर्छ, असारको मसान्तभित्र भनिएको छ। अब 1 महिनामा त सक्न अलिक कठिनै होला। लगभग 1 महिनाको अर्को समय थप गरियो भने चाहिँ बल्ल सकिन्छ कि भन्ने हामी अपेक्षा गर्न सक्छौँ। यहाँले हेर्न सक्नुहुन्छ पश्चिमी भागको प्याराफिट ट्यु रोडदेखि चोभार इन्डसम्म जोडिएको छ, जहाँ चाहिँ 6 ब्लकसहित 60,000 स्क्वायर फिटमा फैलिएको छ यो प्याराफिट पश्चिमी भागको चाहिँ। त्यसै दक्षिण पूर्वी भागको चाहिँ 23,000 स्क्वायर फिटमा 2 ब्लकसहितको प्याराफिट निर्माण भइरहेको छ, जुन चाहिँ भिआइपी प्याराफिट पनि भनिएको छ त्यसलाई। र त्यहाँ पनि अब अहिले दिउँसो ढलान गर्ने भन्ने कुरा छ। पानी परेन भनेदेखि, पानी पर्यो भनेदेखि त त्यो कामलाई पनि रोक्ने सम्भावना रहन्छ। अब प्रधानमन्त्री केपी शर्मा ओली पनि आएर यहाँ निरीक्षण गरिसक्नु भएको छ। यो जुन दोस्रो समय थपिसकेपछि उहाँले चाहिँ कडाइका साथ अब थप गरेको समयमा चाहिँ सम्पन्न गर्नुपर्छ भनेर निर्देशन दिनुभएको छ र सोही अनुसार दिनको 300 भन्दा बढी कामदारले चाहिँ यहाँ काम गरिरहनु भएको छ, सकेसम्म समयमै सम्पन्न गर्ने भनेर। हामी अपेक्षा गर्न सक्छौँ काम समयमै सम्पन्न हुन्छ। भएन भने पनि 1 महिनाको समय थप हुनसक्छ, त्यो समयमा पक्कै पनि सम्पन्न हुनेछ। र यो भौतिक संरचना सम्पूर्ण रूपमा सकिएपछि यहाँको दृश्य कति राम्रो होला क्या। बाहिरी पुरै हरियाली वातावरण छ, रुखहरू बुट्यानहरू देख्न सक्नुहुन्छ यहाँहरूले। बिचमा फेरि त्यो ग्राउन्ड चाहिँ हरियाली त्यो डुगोहरूले चाहिँ घेरिएको छ। अनि चारैतिर प्याराफिट र फ्लड लाइट हुँदाखेरि त हामी डेमा त यसै नै राम्रो भइ नै हाल्छौँ। रात्रिमा त्यो लाइट चम्किँदा फेरि र त्यो ग्रिनरी जुन त्यो क्रिकेट मैदानको छ त्यसले कस्तो आकर्षित वातावरणको सिर्जना गर्ला क्या दर्शकबिन, त्यो हामी अनुमान गर्न सक्छौँ। हस् त दर्शकबिन, मैले यहाँहरूलाई चाहिँ अघिल्लो भिडियोमा चाहिँ समग्र वस्तुस्थिति बताएको थिएँ भने यो भिडियोमा चाहिँ यो वर्षाले पारेको प्रभावको बारेमा मात्रै जानकारी गराएँ। यहाँहरूले भिडियो मन परेमा लाइक, कमेन्ट अनि सेयर गर्नुहोला र डिभाइन नेपाल युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने एक सब्सक्राइब गरेर साथ दिनुहोला। हामी यो च्यानलमा चाहिँ क्रिकेट सम्बन्धी विभिन्न समाचारहरू र यस्तै हुने गरेका गतिविधिहरूबारे चाहिँ यहाँलाई सूचित गराउने, जानकारी गराउने काम गर्दछौँ दर्शकबिन। अहिलेलाई म यो भिडियोबाट बिदा हुन चाहन्छु। यहाँको दिन शुभ रहोस्।